पछिल्लो भिडियोमा मैले निद्राको महत्त्वबारे कुरा गरेको थिएँ। आज म तपाईलाई पर्फेक्ट स्लिप कसरी लिने भन्ने कुरा 7 स्पष्ट बुँदामा बुझाउँछु। 1. निद्रालाई पहिलो प्राथमिकता दिनुहोस्। निद्रालाई लग्जरी होइन, आवश्यकता मान्नुहोस्। कम सुत्ने मान्छे बलियो हुन्छ भन्ने सोच आजै त्याग्नुहोस्। 2. एउटै समय सुत्ने र उठ्ने बानी बसाल्नुहोस्। 7 देखि 8 घण्टा सुत्ने गरी निश्चित समय तय गर्नुहोस् र बिदाको दिनमा पनि यो समय नबदल्नुहोस्। 3. सुत्नुभन्दा 60 मिनेट अघि शान्त समय राख्नुहोस्। मोबाइल र टिभी बन्द गर्नुहोस्। त्यसको साटो किताब पढ्ने, ध्यान गर्ने वा न्यानो पानीले नुहाउने जस्ता गतिविधि गर्नुहोस्। यसले दिमागलाई आरामको सङ्केत दिन्छ। 4. बेलुकाको खाना चाँडै र हल्का खानुहोस्। सुत्नुभन्दा कम्तीमा 2 देखि 3 घण्टा अगाडि नै खाना खानुहोस्। याद राख्नुहोस्, गह्रौँ खाना निद्राको दुश्मन हो। 5. कफी र उत्तेजक पदार्थ टार्नुहोस्। सुत्नुभन्दा 8 देखि 10 घण्टा अगाडिदेखि कफी, चिया वा रक्सी नलिनुहोस्। 6. कोठाको वातावरण मिलाउनुहोस्। सुत्ने कोठा अँध्यारो, शान्त र चिसो हुनुपर्छ। यस्तो वातावरणले शरीरमा मेलाटोनिन उत्पादन बढाउँछ र गहिरो निद्रा लाग्छ। र 7. बिहान उठ्ने बित्तिकै घाम लिनुहोस्। उठेको 15 देखि 30 मिनेट भित्र घाममा जाँदा तपाईँको शरीरको जैविक घडी अर्थात् बायोलोजिकल क्लक सन्तुलित रहन्छ। के तपाईँ आजैदेखि यी मध्ये कुनै एउटा कुरा लागू गर्न तयार हुनुहुन्छ?